नमस्ते एभ्रिवान, वेलकम ब्याक टु एनएन एजुकेसन। आजको भिडियोमा हामी एनईबी ग्रेड 12 फिजिक्सको मेकानिकल वेव्स च्याप्टरको इम्पोर्टेन्ट न्युमेरिकल सोल्युसन्स स्टेप बाई स्टेप सल्भ गर्नेछौँ। म हरेक न्युमेरिकलको कन्सेप्ट, फर्मुला, क्याल्कुलेसन र फाइनल एन्सरलाई इक्जाम ओरिएन्टेड तरिकाले एक्सप्लेन गर्नेछु, जसले गर्दा तपाईहरुलाई बोर्ड इक्जाममा न्युमेरिकल सल्भ गर्न सजिलो हुनेछ। भिडियो हेर्दा नोटबुक र क्याल्कुलेटर सँगै राख्नुहोला अनि आफै पनि सँगै सल्भ गर्ने ट्राई गर्नुहोला। अब धेरै टाइम नलिकन लेट्स स्टार्ट द फर्स्ट न्युमेरिकल। त्यसको लागि चाहिँ मैले एउटा वेबसाइटमा लैजान्छु। तपाईहरुले क्वेशन ब्याङ्कहरु लगायत सोल्युसन्सहरुको लागि चाहिँ सँगसँगै नोट्सहरुको लागि nneducation.com मा जानुहोला। कोर्सेसमा गएर आफ्नो कोर्स फिजिक्स 12 चुज गर्न सक्नुहुनेछ र त्यसपछि यहाँ तलतिर हामी च्याप्टर मेकानिकल वेव्सको क्वेशन ब्याङ्क सेक्सनमा जान्छौँ एन्ड देन हामी न्युमेरिकल सेक्सनमा यहाँनिर पुग्छौँ। 1 नम्बरको क्वेशन अलरेडी डन भइसकेको छ। वेबसाइटमा गएर भिडियो सोल्युसन यो भिडियो सेक्सनमा गएर त्यो हेर्न सक्नुहुनेछ है त। अब हामी सेकेन्ड क्वेशनतिर जाउँ। सेकेन्ड क्वेशनको स्क्रिनशट म यहाँबाट लिन्छु र यसलाई यहाँ लगेर पेस्ट गरौँ। अब यसलाई स्टेप बाई स्टेप सल्भ गरौँ है त। तपाईहरु पनि सँगसँगै गर्नुहोला। ल क्वेशन यस्तो छ, एट व्हाट टेम्परेचर द भेलोसिटी अफ साउन्ड इन एयर इज इन्क्रिज बाई 60% टु दैट एट 27 डिग्री सी भन्ने क्वेशन छ। क्वेशन बुझौँ पहिला। कुन टेम्परेचरमा है त, कुन टेम्परेचरमा भेलोसिटी अफ साउन्ड 27 डिग्री भन्दा 60% ले इन्क्रिज हुन्छ। मतलब 27 मा कुनै एउटा भेलोसिटी होला हैन। 27 मा सपोज अहिले हामी सपोज गरौँला x भनेर, भनेपछि कुन टेम्परेचरमा त्यो x भेलोसिटी चाहिँ 60% ले इन्क्रिज हुन्छ भनेर क्वेशनले सोधिरहेछ। भनेपछि हामी स्टार्ट गर्दाखेरि के गर्ने त भन्दा लेट गरौँ सुरुमा भेलोसिटी अफ साउन्ड एट 27 डिग्री सी, यसलाई लेट्स से V27 भनेर डिनोट गरिदिउँ, इक्वल्स टु x भनेर लेखौँ है त। देयरफोर त्यो टेम्परेचरमा कुनै एउटा टेम्परेचरमा भेलोसिटी 60% ले इन्क्रिज भइरहेछ। त्यसो भएदेखि भेलोसिटी एट t टेम्परेचर सपोज गर्यौं हामीले इक्वल टु 60% ले इन्क्रिज भएको छ भन्नुको मिनिङ x प्लस 60% of x लेख्ने। त्यसो भए सल्भ गर्दाखेरि x प्लस 60/100 इन्टु x गर्न सक्यो। 0 0 कट, यो गर्दा 1.6 x आउने भयो। नाउ हामीसँग टेम्परेचर दुईवटा अझै प्रोभाइड भएको छ है, दिएको छ। मतलब हामीलाई 27 डिग्रीको टेम्परेचर दिएको छ। सो यसलाई T27 ले डिनोट गरिदिउँ। त्यो भनेको 27 डिग्री सी हुन्छ। यसलाई यदि केल्भिनमा कन्भर्ट गर्ने हो भने 27 प्लस 273 हुन्छ। सो कन्भर्ट गर्दा 300 केल्भिन आउने भयो। त्यसो भए अर्को हामीलाई टेम्परेचर T दिएको छ। कुनै एउटा हामीले टेम्परेचर फाइन्ड गर्नुपर्ने छ। यो वाट भनेर भनौँ, यो अलरेडी हामी केल्भिनमा फाइन्ड गर्छौँ है त। सो यसलाई कन्भर्ट नगर्ने, हुन त T डिग्री सी कन्भर्ट गरेर त्यसलाई केल्भिनमा भनौँ न लगेर चाहिँ त्यो भ्यालु सब्स्टिट्युट गर्दा पनि हुन्छ। तर हामी T लाई केल्भिनमै लेट गरौँ, त्यो भयो भने एन्सर सिधै केल्भिनमा आउँछ। अनि पछि कन्भर्ट गर्नु पर्यो भने चाहिँ एन्सर डिग्री सीमा कन्भर्ट गरौँला। त्यसो भए के गर्ने त भन्दा वी नो, त्यसो भए र फर्मुला हामीलाई थाहा छ, भेलोसिटी अफ साउन्ड र टेम्परेचरको बीचमा डाइरेक्टली प्रोपोर्सनल छ स्क्वायर रुट अफ टेम्परेचरसँग। टेम्परेचर भन्ने बित्तिकै यो एब्सोल्युट टेम्परेचरको स्क्वायर रुटसँग भेलोसिटी अफ साउन्ड डाइरेक्टली प्रोपोर्सनल छ। त्यसो भएदेखि मानौँ V27 मैले माथि राखेँ डिभाइड बाई VT डिग्रीको भेलोसिटीलाई तल राखेँ विल बी इक्वल टु, सिन्स इट इज डाइरेक्टली प्रोपोर्सनल, सो इट विल बी T27 डिभाइड बाई T भनेर लेखिदिउँ। अब यसलाई फेरि हामी फर्दर सल्भ गरौँ है त। V27 x हामीले लेट गरेको छौँ डिभाइड बाई VT भनेको 1.6 x छँदैछ, यो 1.6 x भनेर राख्यौँ इक्वल टु
अंडर रुट t27 भनेको 300 भयो डिभाइड बाई t भन्ने बित्तिकै t नै राखौं है त x ले x क्यान्सल 1/1.6 इक्वल टु 300 t अंडर रुट हुने भयो अब यस्तो खालको क्वेशनमा हामीले स्क्वायर रुट भित्रको कुरो फाइन्ड गर्नुपर्ने छ नि त त्यही भएर स्क्वायरिङ बोथ साइड गरौं स्क्वायरिङ बोथ साइड्स भनेर लेखौं दुवैतर्फ स्क्वायरिङ गर्यौं भने हामी के पाउँछौं त भन्दाखेरि 1/1.6 को स्क्वायर इक्वल टु 300/t अब यो रुट र स्क्वायर भनौं न क्यान्सल हुन्छ सो मैले यो स्क्वायर रुट लेखिन और यो गर्दाखेरि 1/1.6 को स्क्वायर गर्दा 2.56 हुन्छ इक्वल्स टु 300/t आउँछ अब यो कसरी हुन्छ भन्ने यदि डाउट लाग्छ भने तपाईहरु यहाँ चेक गर्न सक्नुहुन्छ 1.6 स्क्वायर गर्दा सी 2.56 आइरहेको छ अब क्रस मल्टिप्लाई गर्ने हो भने चाहिँ 2.56 इन्टु 300 गरिहालौं यहाँनिर so will be 768 therefore t will be equals to 768 केल्भिन आउने भयो अब आन्सर यही छोड्दा पनि हुन्छ है त अब यसलाई यदि केल्भिनमा आएको आन्सरलाई डिग्री सेल्सियसमा लग्ने हो भने चाहिँ 273 माइनस गर्नुपर्ने हुन्छ it will be 495 डिग्री सी so 768 minus 273 गर्ने हो भने चाहिँ it will be converted into degree C and its value will be 495 degree C है सो यो चाहिँ यो क्वेशनको आन्सर हुन्छ आन्सर यहीँनिर छोड्दा पनि हुन्छ यहाँ लगेर कन्भर्ट गर्दा पनि हुन्छ है केही फरक पर्दैन सो 495 should be the answer yes you can see 495 degree C यो क्वेशनको आन्सर छ अब यस्तै भिडियोको लागि च्यानल सब्स्क्राइब गर्नु होला थ्यांक यू सो मच